वहीँ बसेको ठाउँमा त्यत्रो फोहोर छ। यहाँनिर मन्दिर छ, मन्दिरको साइडमा ओपनली पिसाब फेर्ने ठाउँ राखिएको छ। यो पिसाब फेरेको हो कि बनाइरहेछ विषय नै हैन। सफा गर्ने अवस्थाको विषय नै हो। क्लियर गर तितो लाग्ला तर चाहिँ यो कुरा यथार्थ हो। तपाईहरुको कुनै विषय नै हैन यो। तपाईहरु यहाँ नबस्नु यो राख्नुस् र आज साँच्चीकै हामी एउटा सन्देश छोडेर जान्छौँ र बाँकी निगरानीमा राख्नेछौँ। हामीले धेरै कुरा छन् तपाईहरुसँग गर्नुपर्ने र अहिले यो चिज देखाएका छन् र बाँकी अहिले छलफलमा हामी अरू गरौँ है सर। मन्दिरको वरिपरि फोहोर छ यार। यस्तो त यो जनताले लापरवाही हामी कतिचोटि आएर सफा गरेका छौँ, हजुरलाई थाहा छ होला त्यो गर्न सकिने नि छोड्ने मार्ग बस्नु गर्ने हो। नसक्ने मान्छे किन बस्ने? जनताले खोज्छ, जनताले आफ्नो पत्नी चुन्छ। त्यसपछि जनताले पत्नी चुन्छ नि। मन्दिरमा फोहोर छ यार। अस्पतालभित्र चाहिँ बिबी सब कोठाहरू फोहोर छ, टोयलेट फोहोर छ, सिस्टममा फोहोर छ। के कहाँ छ यहाँ सभा? सबै यहाँ सभा नाम लेखाएको यार, नाम लेखाएको पैसा बढाएका छन् यार। हरेक कुरामा भ्रष्टाचार छ क्या। नीतिगतदेखि लिएर आर्थिकदेखि लिएर संस्कृति सबै कुरामा भ्रष्टाचार छ क्या। यहाँ चाहिँ मन्दिर छ, मन्दिरको छेउमै चाहिँ यसरी शौचालय छ। हस्पिटलभित्र हाम्रो यहाँनिर मन्दिर छ। यता हेर्नुहोस्, यो मन्दिरको छेउमा यो एम्बुलेन्स पार्किङको छेउमा चाहिँ यो हेर्नुहोस् पिसाब गर्नको लागि जाँडको भाँडोलाई ल्याएर पाइपमा राखेर पिसाब गर्ने बनाइएको छ। हस्पिटल जस्तो एउटा संवेदनशील क्षेत्रमा चाहिँ यसरी एकदम लापरवाही पनि देखियो। एकदमै लापरवाही। हेर्नु न, यो त अत्यन्तै चाहिँ एकदमै लापरवाही हो नि हैन। प्रादेशिक हस्पिटलमा तुलसीपुरको यो राप्ती प्रादेशिक हस्पिटलमा यो हुनु भनेको त यो त राम्रो होइन नि। त्यसै कारण यसलाई चाहिँ एम्बुलेन्स साथीभाइहरूले विशेष गरी यहाँ शुद्ध प्लस खाएर यो पानी पिएर सुर्ती खाएर यो कागजहरू यहाँ फाल्ने, यहाँनिर पिसाब गर्न चाहिँ बन्द गर्नुपर्छ। यो गुणमा चेतना नआउनु, आज पनि यिनी नसुध्रिने नसचिने भनेपछि पहिलो हो कि यिनी सचिने? पहिलो यिनी सचिन, यिनी सचिव भए हामीलाई यो अवस्था आउने नै थियो। आउनुहोस् यहाँ छ, यहाँ बजे आएको डाक्टर भेट्या डक्टरसँग कुरो भयो, अब भाव भेट भयो। अनि त्यसपछि अहिलेसम्म केही कुराकानी छैन। भेटिनुहुन्न। अब इमर्जेन्सी केस छ, डक्टरलाई खोज्न जाँदाखेरि डक्टर मैले नेपालले लग्ने भने बुवालाई अहिलेसम्म रिफेर गर्ने मान्छे पाएको छैन। कति बजी अहिले टाइम हेर्नुहोस् त, 9 बजिसक्यो। बारेमा चाहिँ गुनासो आइरहेको छ। अब अर्को कुरा के छ भने हैन, समस्या डक्टर हुन्न भन्ने चाहिँ तपाईहरुले हुनुहुन्छ ठिक छ के भएन, तर अब कम्पल्सरी गर्नु पर्छ तपाईहरुले। यहाँ नभएर डक्टर बाहिर जाने अनि बाहिर जाने भन्ने कुरो भएन के? स्ट्याम्प आउनु पर्यो यहाँ। बिरामीहरुको यहाँ राउन्डिङ गरिनु पर्यो। नाइ बिहानदेखि 5 चोटि आइसक्नु भएको छ एकजना बिमार राखेको मान्छे। भने मैले डक्टरै भेटेको छैन भन्नुहुन्छ, बाहिर हुनुहुन्छ। दर्शक यति बेला हामी राप्ती प्रादेशिक हस्पिटलको प्राङ्गणमा छौँ। तपाईँले देख्न सक्नुहुन्छ हस्पिटलको गेटमा यो एउटा मन्दिर छ। हस्पिटल आँखैमा मन्दिर पनि हो। मन्दिरको छेउमा तपाईँले देख्न सक्नुहुन्छ यति बेला पिसाब फेर्ने यसो बनाइएर मन्दिरको नजिक फेर्ने काम गर्छ। धार्मिक स्थल हामीहरूको हिन्दूहरूको तपाईँ यस्तो उता देख्नु मन आउँछ भने कहिले तपाईँ त आउनु भ्याउनु भएन। तपाईँले यत्रो हुँदा देख्नु मन आउँछ भने यो भन्दा पनि समस्यालाई बल्झाउनु भन्दा पनि समाधानकोतिर जाउँ होइन। सबभन्दा यस्तो अध्यक्षज्यूलाई हामीले के पनि भन्न पर्यो भने हामी चाहिँ व्यक्तिवादमा भन्दा पनि समाजवादमा लाग्नु जरुरी छ। तपाईहरुलाई यत्रो यो हस्पिटल प्रादेशिक अस्पताल भनेको तुलसीपुरको लागि मात्र नभएर रोल्पा, रुकुम, सल्यान, जाजरकोट हरेक जिल्लाको लागि चाहिँ महत्त्वपूर्ण स्थान चाहिँ राप्ती प्रादेशिक अस्पताल हो। त्यसको जिम्मेवारी हजुरहरूलाई दिएको छ र त्यो जिम्मेवारी हजुरहरूले कसरी वहन गर्नुभएको छ भन्ने कुरा आज स्पष्ट छ। आज यहाँनिर यत्रो एम्बुलेन्सहरू राखिएको छ। एम्बुलेन्सका गुरुजीहरूले चाहिँ प्रत्यक्ष बिरामीहरूसँग सहकार्य गर्ने व्यक्तित्व हुनुहुन्छ उहाँहरू।